ल हेर्नुहोस् ज्वालादेवी मन्दिर भगवतीको डाँडाकाँडा दचोक भन्ने खाल्टो यही हो। नाम थाहा नभएर मैले अरूलाई सोधेँ। उहाँ माथि डाँडो, यो माथि डाँडो चाहिँ कालो पाँडे डाँडो हो। अलि धमिलो धमिलो आइरहेछ। माथिबाट प्लेन उडिरहेछ होइन, हामीले देखिरहेछौँ प्लेन। हेरिदिनु होला सबैजना। सूर्य अस्त आउने बेला हुँदैछ हाम्रो खानकोटको चेकपोस्ट डाँडाबाट। खानकोटको डाँडो हो। यतिबाट के थाहा हुन्छ बच्चाहरूलाई, यही थाहा छैन क्या। चेकपोस्ट हो होइन। 2-4वटा मोबाइलबाट भान्जाको मोबाइलबाट पनि बनाउनु पर्ने यार। भाइहरू यहाँ क्रिकेट खेल्दैछन्। अब वर्ल्ड कप चलिरह, यो बुढाहरूलाई थाहा नभए हो कि वर्ल्ड कप चलिरह फुटबलको। यहाँ क्रिकेट खेलिरहन् भाइहरू। नेपाललाई वर्ल्ड कप पुऱ्याएरै छोड्ने भन्ने छन् यिनीहरूको उद्देश्य। बधाई छ। उता अरू छन् भ्लगरहरू आउँदैछन्, 2जनाको जोडी भ्लगर। भान्जाको हेयरस्टाइल पनि कुरा गरौँ, स्कुलमा के भयो भनेर भनौँ। हामुन्टु यहाँ आऊ न, यहाँ त्यो पर्दैन। दाइको कपालको बारेमा नि वर्णन गरौँ यसमा। हाम्रो भान्जा कस्तो राम्रो बोइलर के कुखुरा कट्थ्यो होइन। तर अनि त्यहाँबाट उसले के गरिदियो क्या, स्कुलबाट सरले होइन, कलेजले टक्कै पार काटिदियो। साह्रै दुःख लाग्यो। अनि भान्जाको अलि मैले पैसा दिएर राम्रोसँग काट्यो, नत्र काटेका थिएनन्। यिनी दारी नआएर साह्रै चिन्ता बसेछन्। मेरो भान्जा दारी नआएर साह्रै चिन्तामा परेछन्। बोकाएको जस्तो भर्खर अलिकति मात्रै आएको छ होइन। हातमा ट्याटु देखाइदेऊ त। नाम के हो अरे भान्जा, देखाइदेऊ त त्यो ट्याटुको। छुनुङ भोटिन गर्लफ्रेन्ड होला, त्यही भएर आयो होला क्या। चिल्ला त्यो थाहै छ। ला हेर्दा हेर्दै घाम डुब्न थाल्यो। हेर्नुहोस् मान्छेहरू टिकटकमा बुरुक नाच्दैछन्। चिन्नुहुन्छ भने उहाँहरूलाई मेन्सन गराइदिनु होला यो भिडियोमा। भ्लगरको श्रीमती हो उहाँ चाहिँ। भ्लगरको श्रीमती हो उहाँ चाहिँ होइन। मोबाइल पुरै भ्लगर बन्न थाल्नु भएको अनि यहाँ मान्छेलाई किन गइरहन्, यहाँ गइरहनु ले चिन्ने चाहिँ कति भन्दै ल त्यो राम्रो चिज होइन। हामी त्यस्तोहरूको दुःखलाई हामी उजागर गरेर मिडियामा गर्नु हुँदैन। हामी त्यस्तो अर्का घरको कसको बुढी कहाँ गयो अनि त्यहाँबाट कोसँग गयो भनेर हामी त्यस्तो खोज्दैनौँ मेरो होइन। खोज्छ नि त। खेल्दै यो 4 मिनट हो, यो 7 मिनट 8 मिनट थियो होइन। 2-3टा छ नि त, 2-3टामै हाल्नु पऱ्यो नि त। मेरो विश्वविख्यात च्यानल एउटा जय गोर्खा भन्ने छ होइन, एउटा सनातन चौधरी छ, सबै कुरा छ क्या। मान्छे घटिसक्यो। ए उता छ नि पछाडि त्यहाँ लफडा परिरहेको बुढाबुढीको रोडमा आएर हामीले केही पनि नभनिकन त्यहाँ भिडियो अफ गरेर निस्क्यौँ। अनि उहाँको भाइरलवाला मोबाइल भिडियो खिच्दै ब्याक भयो होइन। हाम्रो अटोवाला मोबाइल हो। भिडियो राम्रो नलाग्ने बित्तिकै, मान्छेको फेस मन नपर्ने बित्तिकै भिडियो अफ हुन्छ फेरि उहाँको चाहिँ। तपाईँलाई थाहा कि छैन यस्तो मोबाइल यो हामीले बनाएको मोबाइल हो होइन, नेपालीले बनाएको। कस्तो हुन्छ भने अनुहार मान्छेको भिडियो आउँदाखेरि कसैको अनुहार राम्रो आएन भने यो मोबाइल आफै कट हुन्छ क्या।
यस्तो राम्रो मोबाइल छ अटो त्यो मिसिनहरू हुन्छ नि टाइमर राखे जस्तै हो भन्नाले त्यो क्या फेस रिडिङवाला हुन्छ नि त्यो मन नपर्ने बित्तिकै फ्याट्टै अफ भइदिन्छ क्या यसले त्यस्तो खालको हो है मन पर्यो भने टाढा टाढा पनि टिपिदिन्छ मन नपऱ्यो भने उहाँकोले केही नि गर्दैन यहाँबाट चितवनसम्मको खिचिदिन्छ पुरै यस्तो है चितवनै गएको बेला खिचिदिन्छ चितवन गयो होला नि खिचिदिन्छ चितवन पुग्नुपर्छ ऊ भाइहरू उहाँ फुटबल खेल्दैछन् उहाँ वर्ल्ड कप लगाइरहेको भाइहरूलाई कोही अर्जेन्टिना ब्राजिल पोर्चुगल फ्रान्स इटली छैन यार इटली त आज चाहिँ के अरे जापान उरुग्वे हो खै के हो जोसुकै होस् त्यसको छ आज गेम हामीलाई ब्राजिलको छ हेर्नु होइन अर्कोको चाहिँ अघिसम्म याद थियो तर अहिले चाहिँ बिर्सेँ पुराहरू उहाँ वर्ल्ड कप खेल्दैछन् वर्ल्ड कपको यो मिनी वर्ल्ड कप हो क्या तपाईँहरूलाई थाहा नहुनु पनि सक्छ होइन ए यस्तो राम्रो आइरहेछ तपाईँले एप्सहरू आधी कम भइसक्यो तैपनि मान्छे यत्रो धेरै छन् मर्निङ इभिनिङ वाकमा आएकाहरू सबैजना यहाँ चाहिँ दशनामीहरूको समाधि स्थल यहाँ चाहिँ मसानघाट कसैलाई चाहियो भने फ्रीमा आउनुहुला हामी पैसा लिँदैनौँ यहाँ होइन कसैको इच्छा छ भने यहाँ मर्न आउनु होला फ्याट्ट टाइम छ मान्छेहरू कट्टु लगाएर नि इभिनिङ वाकमा आउँछन् कोही बसी बसी खिचेछन् कोही उठी उठी खिचेछन् शनिबारको दिन सबैजना रमाइलोमा छन् मेरो भन्दा मात्रै डिपेन्डेन्टमा लाने कोही पाइएन भने चिन्तामा छन् इ म भाइ भन्नुहुन्छ मेरो भाउजू कोही छ भने डिपेन्डेन्टमा जाने ल भनिदिनुहोस् त के चाहियो तपाईँलाई मलाई एउटा राम्रो खाले भाउजू चाहियो जस्तै उ त्यो दिदी त्यो दिदी त्यो त कट्टु लाउनेवाला हो त्यस्तो कट्टु लाउनेवाला त भएन होला नि त भाउजू चाहिँ तिमीलाई किन राम्रो चाहियो मेरो दाइ राम्रो छ दाइको भविष्य राम्रो होस् भनेर अनुहार बानी राम्रो ल उहाँ गएर सँगै सँगै त्यसपछि हामीलाई नहेपोस् राम्रोसँग बोलोस् नहेपोस् केही नचाहिँ काम गरेर गाला फुट्ने गरी दनक दियोस् जस्तै हाम्रो माइ जस्तै हुनुपर्छ ए ल दनक दिनेवाला म जस्तै दनक दिने ए अनि दाइलाई कुन देश लैजाओस् भन्ने चाहन्छ अमेरिका अस्ट्रेलिया कुन देश लानुपर्ने दाइलाई भाउजू चाहियो इन्डियालाई पुग्छ ए इन्डिया ल उहाँ है इन्डिया लाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला है अनुहार हेर्दाखेरि इन्डिया भन्दा बाहेक अन्त जाने खालको छैन छैन। इन्डिया जाने भन्ने ल है त गाइजहरु आज चाहिँ मेरो दाइको फ्रड चलिरहेको हेर्नु होला होइन फ्रड होइन रियल हो कसले मैले पाउँछ र मिलेर बिहारी कपाल कटै त्यस्तो बिहारी खालको काट्दियो क्या उसको कसरी हुँदै भन्दाको पुरै क्या झ्याक्रेक्क हुन्छ नि त्यो ओहिरो ओथारो बस्नला कुखुराको जस्तो थियो होइन ओथारो बस्नला कुखुराको जस्तो थियो भान्जाको कपाल अनि स्कुलमा गएर अनि त्यहाँबाट अलिकति मिलाइदिनु लगाएर यस्तो राम्रो भयो नि त्यो वर्ल्ड कप मिनी वर्ल्ड कप वर्ल्ड कप चलिरहेको छ ऊ थ्रोइङ भइरहेको ऊ झन्डैले तर आउट गयो आउट गयो भाइहरूले राम्रो खेलिरहनु उतापट्टि क्रिकेट चलिरहेको बल 6 गएर खोलामा गएछ होइन भाइहरूले राम्रो खेलिरहनु वर्ल्ड कप जिताउनु पर्छ भनिरहन् ब्राजिललाई चाहिँ जिताउनु पर्छ अरूलाई चाहिँ ब्राजिल भन्ने कुरो केही थाहै छैन भाइहरू फेरि ब्राजिल ब्राजिल भन्दैछन् अगाडि पनि चलिरहेको वर्ल्ड कपको लागि भाइहरू खेल्दैछन् आर्मीमा जाने कुरा आइरहन् केटाहरू तर भर्न नखुले बेलामा सुरेन्द्र दाजु यार यस्तो छ आउनु भने है यहाँ नजिक त्यो दिनकै आउँथ्यो त्यो सुरेन्द्र हो र त्यस्तो डन हो मान्छे धेरै पातलिसके कम भयो किन हो किन दिनकै हुन्थ्यो काम छैन नि के छैन लफङ्गा भनेर घुम्ने त होला लफङ्गाहरू जस्तो मेरो भन्दा जेठो भन्दा हात हो क्या सानो चिन्टु विनीहरू नै आइरहेको चिन्टु बहिनीहरू नि आइरहन् फर्किदियो भने मामा कहाँ फर्किने वहीँ पुग्ने हो क्या सपोर्ट नै गर्छ यो बाचा सिसी गर्दै हुनुहुन्छ अलिक कस्तो मात्र राखेको अलिक यस्तो यस्तो अलिक भ्यूहरू देउनु घुमेर क्युटी देखेर हामी यतिकै बोले मात्र म अझै ठिक जस्तो त्यो चाहिँ हाम्रो नेपाल आयल निगम
खानकोट डिपो दाउरा डिपो हो अगाडिको। के ए हैन पेट्रोलको डिपो हो होइन। अनि सिधा माथि चाहिँ उतापट्टि इन्द्रस्थान भक्ति थापा ऊ गरेको ठाउँ जन्मेको हैन मरेको ठाउँ त्यो डाँडो। अनि सिधा माथि यता पारिपट्टि चाहिँ चन्द्र हाम्रो चन्द्रगिरी डाँडो हो होइन। त्यो डाँडो चाहिँ चन्द्रगिरीको डाँडो होइन। अनि यो डाँडो चाहिँ हाम्रो इन्द्रस्थान। बिचडी भन्नुपर्छ केटाहरू यहाँ बाइक रन्काएर हिँड्छन्। बाइक रेसिङ भइरह ल हेर्नु है जित्यो ओ जित्यो। रेस सकिसक्यो म उता मान्छेहरू यताटी जताततै बसिया छन् आराम छ। उहाँ पानीपुरी चटपटी चल्दैछ भाइहरू स्केटिङ खेल्दैछन् पानीपुरी चटपटी। स्केटिङ खेल्दैछन् भाइहरू दुईजना। उताबाट बाइक आउँदैछ रेसिङ बाइक रेस भइरह ल हेर्छ है कसले जित्यो कसले जित्यो कसले जित्यो। एक हातले छोडेर चलाइरह भाइको बाइक नम्बर पुलिसलाई दिउँ कि क्या हो म। त्यो भाइहरू दुईहरूको दुईवटा मर्छन् गाँठाहरू।